हामी यो बाटो जाँदैछौँ हैन। ओइ पानी खाम, ओइ पानी खाम। ओ यहाँ माथि पानी छ, त्यहाँ पानी नि खान्छौँ गाइज। अहिले हामी यहाँ अलि तिर्खा लागिरहेछ। यहाँ चाहिँ पानी छ हेर्न सक्नुहुन्छ। खालो जा पक्का अनि बनाउने तर जे भयो नि गाइज हैन, यहाँको पानी चाहिँ धेरै मिठो हुन्छ क्या। हाम्रो गाउँको भन्दा नि यहाँ माथिको पानी मिठो हुन्छ क्या। जे भयो नि त्यही हो, अलि चिसो नि हुन्छ। चिसोमा चिसो खानु त मजा आउँछ त यार गाइज हैन। ऊ त्यहाँ चाहिँ हाम्रो जङ्गल छ हैन। त्यही अहिलेको त्यही जङ्गलबाट अब हामी माथि गाउँमा जान्छौँ। त्यहाँ कथा छ हैन, गइरहेछौँ अहिले चाहिँ हामी। यहाँ चाहिँ लास्ट अप्ठ्यारो छ कि बाटो चाहिँ गाइज, ढुङ्गै ढुङ्गा छ पुरा। यता हेर्नु न, यहाँ पुरा नदी यत्रो छ, पानी थोरै छ कि गाइज। यहाँ नदी चाहिँ यत्रो छ, पानी अलिक थोरै छ क्या। पानी हुन्न आजकल। यहाँ अर्को वन छ, ऊ चाहिँ यहाँ जुन देखिरहेछ, बब्बाल। भ्यू हेर्ने हो भने चाहिँ अलि बब्बाल नै छ गाइज हैन। तल चाहिँ हाम्रो निर्वाचन प्रहरी आइरहेछन् हैन, तिनी पनि जाने हो, हामी सँगै जाने हो। अहिले माथिसम्म सँगै जान्छौँ, हेर्न सक्नुहुन्छ आइरहेछन्। सो त्यही हो गाइज, गाउँतिर अलि मजा चाहिँ मजै आउँछ कि। आजकल त धेरै केटाहरू छैनन् हैन, त्यसैले अलि हुन्न। पहिले चाहिँ अलि सब केटाहरू हुन्थ्यो कि, मजा आउँथ्यो कि गाउँतिर। पुरा यहाँ बाख्रा लिएर आउँथ्यो हामी नि, बाख्रा चराउँथे दिनभरि हैन, बब्बाल मजा आउँथ्यो कि। आजकल त त्यति खासै आउँदैन हैन, किनकि अब केटाहरू पनि सब घरतिर छैनन् हैन, सब आफ्नो आफ्नो कामतिर भइरहेछन् हैन। हामी दुईटा मात्रै हौँ के गाउँमा भन्ने हो भने। त्यस्तो अब जेन्जी युवा भनेकै हामी हो के। यहाँदेखि यहाँ अब गाउँहरू पाकिरहेछन् हैन। अब 2-4 दिनपछि गाउँ काट्नु नि हुन्छ, त्योमा पनि लास्ट काम गर्नुपर्छ के गाइज। न अब हाम्रो चैतको 8 गतेदेखि इक्जाम नि हो, इक्जाम नि नजिक आइसक्यो, के गर्ने कि यस्तै छ। ऊ यहाँ माथि चाहिँ घाम बब्बाल लागिरहेछ के। यहाँ चाहिँ हामी पहिला गोरु लाउँथ्यो हैन। यही वन यहाँदेखि त देखिरहेन हैन, माथि हो नि धेरै घना छ के यो जङ्गल, धेरै ठुलो छ के। यहीँ हामी बाख्रा साख्रा चराउँथ्यौँ, यहाँ बस्थ्यौँ खान्थ्यौँ हैन। यहाँ माथि ऊ त्यहाँ खोलोनी छ हैन, एउटा ठुलो खोलोनी छ। गाउँतिर अलि काम भयो नि अलि रमाइलो हुन्छ क्या। ऊ तल चाहिँ यहाँ हाम्रो दाइ पर्छ, त्यो म्यादी हो, आइरहेछ के हामीलाई रोक भन्दैछ क्या। अब एकैछिन त्यसलाई रोक्छौँ, सँगै जाऊँ भन्छौँ हैन। फास्ट आइ त हुन्थ्यो नि यहाँ दौडेर, आइसक्यो नि सँगै जान्छ हैन। कल गर्दा है फोटो हान्ने रे के। यहाँ चाहिँ क्यामराम्यान आइफोन देखियो गाइज। गाइज हजुरहरूलाई एउटा कमेडी देखाउँछु ल, हेर्नु है।
ओए कतिको हाँसो लाग्यो लास्टै पहिला हेर्दाखेरि लास्ट खतरा छ नि त यार कमेडी त फाइनल्ली गाइज हामी चाहिँ यहाँ यत्रो उकालोमा पुगिसक्यो होइन यहाँदेखि चढ्न चाहिँ यति गाह्रो भइरहेछ नि गाइज के भनौँ होइन लास्ट गाह्रो भइरहेछ के अहिले चाहिँ हामी तलदेखि यहाँसम्म मात्र पुगेका छौँ होइन हामी तलदेखि आयौँ होइन यहाँ धेरै उकालो छ के लास्टै फाटिरहेछ गाइज लास्टै फाटिरहेछ के भन्नु होइन अहिले चाहिँ हामी यहाँ अब यहाँको पनि भ्यू हेर्न सक्नुहुन्छ हजुरहरू बबाल छ होइन ल यहाँ पनि पुरा डाँडा छ माथि सब होइन लास्टै गाह्रो भइरहेछ होइन हामी अब कमसेकम 10-15 मिनट लाग्छ यहाँदेखि त्यहाँ मन्दिरसम्म पुग्नलाई होइन त्यहाँ कार्यक्रमहरू हुन्छ होइन अहिले चाहिँ अब राति हुनाले अलि त्यस्तै भ्यू आइरहेछ के अलि राम्रो आएको छैन कालो कालो आइरहेछ कि भ्यू नि होइन अब क्यामेरा नि राम्रो छैन होइन हामीसँग त्यसैले गर्दा भिडियो बनाउन नि झ्याउ लाग्छ के होइन गाइजहरू हजुरहरूले सपोर्ट गर्नु पर्यो होइन यस्तो क्यामेरा 10 कति आउँछ होइन बस हजुरहरूले सपोर्ट चाहिँ गरिराख्नु पर्यो होइन अब सपोर्ट नै नगरेपछि त कहाँबाट हुन्छ भिडियोलाई लाइक गर्नु पर्यो सेयर गर्नु पर्यो होइन च्यानललाई सब्सक्राइब गर्नु पर्यो कमेन्ट गर्नु पर्यो जसले गर्दा मलाई फेरि मोटिभेट हुनसक्छ के होइन मलाई नि लाग्छ कि अब नयाँ आइरहेछ भिडियो बनाऊँ भन्ने लाग्छ नि त गाइज मलाई नि होइन अब भिडियोमा भ्यू नै नआएपछि त अनि भिडियो बनाउनु नि झ्याउ लाग्छ क्या त्यसले गर्दा हो यो चाहिँ अगाडि गइरहेछ अहिले चाहिँ त्यही हो गाइज होइन हजुरले सपोर्ट गर्नु पर्यो धेरै सपोर्ट चाहिएको छ कि मलाई धेरै भन्दा पनि धेरै यहाँ चाहिँ अनि लास्ट ठुलो खोलो छ होइन यहाँ बाघ साग पनि आउन सक्छन् होइन यहाँ चाहिँ जङ्गलको बाटो छ होइन अहिले चाहिँ के हो यो गाइज यसको नाम थाहा छ भने कमेन्टमा भन्नु होला है के हो भनेर मलाई त थाहा छैन होइन लास्ट थाकिरहेछ यार ओइ के भएको छ नि तँलाई आजदेखि यो बाटो आउँदैन रे के घरको बाटो थियो होइन हामी यो बाटो आयौँ के यो गर्ने यस्तै परेछ होइन त्यस्तो कोही बस्दैनन् के गाउँतिर झ्याउ लाग्छ नि त माथि हो पसल त हामी चाहिँ माथि पुग्ने हो अब त्यहाँ माथि पुग्ने हो हामी फेरि लाग्छ होइन 10 मिनट जस्तो लाग्छ यहाँदेखि धेरै त होइन 10 मिनट लाग्छ लास्टै दुःख गऱ्यो नि यहाँ आफू त अब मिडल क्लास फ्यामिली परियो होइन धेरै त्यस्तो नि छैन अब अहिले चाहिँ हामी पसल नजिक पुगिसक्यो होइन त्यहाँदेखि के धुपसुप लगाउनुपर्छ सो अहिले चाहिँ अब पसलनिर पुगिसक्यो हामी यहाँ सब पसल यो भित्र छ दोकान आउनु न दोकान फाइनल्ली हामीले सामान किनिसक्यो होइन स्कुल निस्किने होइन खाने हो गाइस तो फाइनल्ली गाइज हामी चाहिँ यहाँ मन्दिरमा पुगिसक्यो होइन हामीले चाहिँ अब धुपसुप दिएर आइसक्यौँ कस्तो लागिरहेको छ तँलाई